गेम चाहिँ फाइनली फिनिश भयो। हेलो साथीहरू, स्वागत छ आजको हाम्रो यो मिनी भ्लगमा। आज चाहिँ हामी फास्ट ट्र्याक घुम्न आएको अनि सानो भिडियोहरू कमेडी भिडियोहरू बनाउने भनेर आएको। अनि यहाँ चाहिँ सानो बच्चाहरूसँग 5.5 फिटको अर्को बच्चा पनि खेलिराख्नु भएको छ। बच्चा के छ खबर बच्चाहरू? हेलो बच्चाहरू, हाई, के छ खबर? अनि यसरी यो बच्चाहरू चाहिँ गेम खेल्दैछ। बच्चाहरूको बिचमा एउटा सानो बच्चा पनि हुनुहुन्छ यता। अनि यो फास्ट ट्र्याक चाहिँ एकदम धेरै रमाइलो ठाउँ छ। साँझको टाइममा बल खेल्ने, घुम्ने, दौडिने, इभिनिङ वाक गर्ने, टिकटक बनाउने अनि गाईबस्तुहरू पनि चराउने कामहरू भइरहेछ। यहाँ मौसम चाहिँ एकदम बबाल छ। यता पानी पर्ला जस्तो भइरहेछ। अनि यतातिर चाहिँ अलिअलि सफा जस्तो मौसम छ। को कसको फ्यान हो भनिदिनुस् यता हेरेर। भन्न फेरि। तिमी रोनाल्डो? वाह, अम्बापातको फ्यान हो। तिमी चाहिँ कसको रे ल भन्? वाह, खतरा नाम रहेछ त। यसपालिको वर्ल्ड कपको फुटबल प्लेयरहरूको नाम त खत्रै लाग्यो मलाई है। यसपालिको वर्ल्ड कप फ्रान्सले जित्छ। ओ माई गड। ल अब गेम सुरु भइसकेको छ। कसले जित्छ हेरौँ है त गाइज। अम्बापातले। बिग फ्यानहरू रहेछ यहाँ। खतरा खेलाडीको बिग फ्यान। आजसम्म कसैले पनि आजसम्म नाम नसुनेको के रे फुटबल प्लेयरहरूको नाम चाहिँ छ यहाँ। 5 वर्षको बच्चा चाहिँ थकित भएर आराम गरिराख्नु भएको छ कि योगा गरिराख्नु भएको छ, आई डोन्ट नो। फेरि गेम सुरु हुन्छ है त गाइज। ल मेक्सी चाहिँ लड्यो गाइज। मेक्सी लडिसक्यो। अब दुईजना के अरे उतातिर जाऊ, अलिकति यहाँ चाहिँ चोट लाग्न सक्छ। अम्बापातले जित्छ कि अब के अरे त्यो नामै बिर्स्यो म त। फेरि भन त। ल 4 जना खतरनाक एकदम धेरै चलेको के अरे फुटबल प्लेयरहरू यहाँ वर्ल्ड कपको फिल्डमा उपस्थित भइसकेका छन्। ल अब गेम चाहिँ धमाधम एकदम खतरनाक गेम भइरहेछ यहाँ। अब गेम फाइनल हुनेवाला छ। कसले जित्दो रहेछ हेरौँ है त गाइज। ओ गेम चाहिँ फाइनली फिनिश भयो। आई थिङ्क मेक्सीले जिते जस्तो लाग्छ मलाई।